हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र धेरै दिनपछि फेरि म अर्को नयाँ भिडियो लिएर आएको छु। सायद तपाईहरुले सोच्नु हुँदै थियो होला म त हराइसक्यो भनेर, तरै पनि हराएको त छैन, तर मेरो कतिवटा कामले गर्दाखेरि चाहिँ अलिकति व्यस्त थिएँ। त्यसले गर्दाखेरि चाहिँ भिडियोहरु पनि बनाउन सकेको थिइनँ। सो गाइज अहिले चाहिँ म त्यति भ्लगहरु बनाउनु भ्याएको छैन, अलिकति कामले पनि त्यस्तै परिरहेछ। त्यसैले गर्दाखेरि चाहिँ म तपाईहरुलाई चाहिँ हप्तामा 2 चोटी चाहिँ तपाईहरुलाई स्टोरीजहरु जस्तै मोटिभेसनल स्टोरी, मोरल स्टोरीजहरु, हरर स्टोरीजहरु सबै अलिकति मिसाएर देखाउँदै गर्नेछु। त्यसैले भिडियोहरु चाहिँ सबै हेरिदिनुस् होला र मन पर्यो लाइक, सब्स्क्राइब र शेयर पनि गरिदिनुस् होला। आजको मेरो मेन ब्लग भनेको चाहिँ तपाईहरु जो चाहिँ नयाँ युट्युबरहरु हुनुहुन्छ उनीहरुको लागि चाहिँ यो सानो भिडियो बनाएको छु। तपाईहरुले युट्युबमा काम गर्नु हुँदैछ भने चाहिँ काम गर्दै जानुस्, भ्युजको वास्ता नगर्नुस्, काम कन्सिस्टेन्ट राख्नुस् तपाईको युट्युब काम। र कन्सिस्टेन्ट राखेपछि चाहिँ तपाईहरुलाई चाहिँ अल्गोरिथमले पक्रिन्छ। युट्युबको अल्गोरिथमले पक्रेपछि चाहिँ तपाईहरुको भ्युज बिस्तारै बिस्तारै बढ्न थाल्छ। हुनु चाहिँ मेरो अलिकति चाहिँ च्यानल के भयो भने चाहिँ एकदमै मिसमास भयो। त्यसले गर्दाखेरि चाहिँ कतिवटा ठाउँमा भ्युज पनि आउँछ, कतिवटा ठाउँमा आउँदैन पनि। तरै पनि म चाहिँ हरेस खाएको छैन, बनाउँदै जाने छु। अलिकति फुर्सद नपाएर मात्रै हो मैले भिडियो बनाउन नसकेको, नत्र भने चाहिँ म भिडियो चाहिँ टाइममा हाल्ने नै गर्छु। यदि अब त्यस्तै अब मेरो फुटबल लभर्सहरु, मेरो दर्शकहरु हुनुहुन्छ भने उहाँहरुलाई मैले शर्ट्सबाट चाहिँ अलिअलि चाहिँ कोल्याब गरेर चाहिँ मैले शर्ट्सहरु पनि हालि नै रहेको छु। र मेरो मेन टाइमिङ भनेको चाहिँ सोमबार साँझको 6 बजी र शुक्रबार 6 बजी चाहिँ अब भिडियोहरु चाहिँ आउने नै छ। भएछ भने म अहिले भ्याएछ भने बीचमा पनि म हाल्ने छु, तर मेरो प्राय जस्तो टाइमिङ चाहिँ 6 बजी साँझको हुन्छ। तपाईहरुलाई थाहै छ होला म चाहिँ यो होटलमा काम गर्दै छु। त्यसैले गर्दाखेरि पनि अब होटलमा काम गरिसकेपछि चाहिँ आफ्नो काम पहिला हेर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ मैले युट्युब भिडियोहरु त्यति बनाउन सकेको छैन। र अहिले घरि चाहिँ अब होटल सुनसान देखेको कारणले चाहिँ टुरिस्ट चाहिँ अहिले साइट सिइङको लागि घुम्न गएको छ। र त्यति भनेको जस्तो सिजन चाहिँ यसपालि त्यति छैन, टुरिस्टहरुको अलिक कम्ती नै छ। एक्चुअली यो टाइम चाहिँ अलिकति टुरिस्ट हुने टाइमै नै हो, तर पनि अलिकति यसपालि चाहिँ कम्ती नै छ। यही कम्ती भएको बेलामा, अलिकति फ्री भएको बेलामा चाहिँ मैले यो सानो भिडियो पनि बनाइहालेको, र भिडियो नहालेको पनि निकै भएको थियो भनेर यो सानो भिडियो तपाईहरु समक्ष देखाउन गइरहेको छु। र अर्को नेक्स्ट कुरा भनेको चाहिँ तपाईहरुलाई जुन चाहिँ नयाँ युट्युबरहरु जो पनि हुनुहुन्छ उहाँहरुले चाहिँ सुर्ता नमान्नुस्, तपाईहरुले हाल्दै जानुस्। एकदम भिडियोलाई चाहिँ कन्सिस्टेन्सी राख्नुहोस्, तपाईको च्यानललाई चाहिँ कन्सिस्टेन्सी राख्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ बीचमा ग्याप गरे कि ग्याप गर्दाखेरि चाहिँ मलाई एक्सपिरियन्स भएकोमा अलिकति ग्याप भयो कि भ्युजहरु त्यतिकै घट्दै जाँदो रहेछ। भ्युज त घट्नु त घट्दैन, तरै पनि कस्तो हुन्छ भने चाहिँ युट्युबको एल्गोरिथमले चाहिँ अब यसले चाहिँ काम गर्नु छोड्यो। यसले अब काम गर्नु यसलाई त्यति यसको च्यानल चाहिँ अब त्यति बुस्ट नगर्दिने भन्ने जस्तो सोचाइ छ होला उनीहरुको। त्यसले गर्दाखेरि त्यति चाहिँ च्यानल बुस्ट हुँदैन। हाल्दै जानुस्। मेरो पहिला म कन्टिन्यू हाल्दै जान्थे। त्यो हालेको बेलामा चाहिँ मेरो भ्युजहरु पनि राम्रै आउँदै गर्थ्यो। तपाईको च्यानलमा पनि अब जस्तै 5 भ्युज, 10 भ्युज, 15 भ्युज, 50 भ्युजहरु आउँदैछ भने पनि कन्टिन्यू हाल्दै गर्नुस्। तपाईको 2 भ्युज आयो भने पनि कता हो कता, त्यसले गर्दाखेरि तपाईको च्यानल कन्सिस्टेन्ट हुन्छ। मेरो त 2 जनाले मात्रै हेरेको रहेछ, 4 जनाले मात्रै हेरेको रहेछ भने त्यो नसुर्ताउनुस्। तपाईले हाल्दै जानुस्, आफ्नो क्रिएटिभ आइडियाजहरु निकाल्दै जानुस्। यसमा काम गरेपछि एकदमै राम्रो छ। गर्दै गएपछि एकदम तपाईको अब ड्रिम्स पनि पूरा हुन सक्छ। तपाईले अरु च्यानलहरु हेरिराख्नु भएको छ होला, अरु च्यानलहरुलाई पनि अब उनीहरुले हाल्दै गर्छ, उनीहरुले राम्रो गरेको छ। युट्युबर्सहरु टप युट्युबर्सहरु देखिरहनु भएको छ होला, कस्तो शान शौकतले उनीहरु बसिरहेछ। त्यस्तै तपाईले पनि एउटा ड्रिम राखेर बस्नुस् र च्यानल बनाउँदै जानुस्। तपाईको फ्री
हुन्छ काम, कसैको यो हुँदैन। अलिकति दुःख भनेको भिडियो बनाउने एडिट गर्नेहरू मात्रै हुन्छ। अब त्यो त तपाईहरुले एउटा गभर्नमेन्ट सर्भिस भए पनि काम त गर्नै पर्यो। तपाई गभर्नमेन्ट सर्भिसमा काम गर्दै गर्नुहुन्छ र महिनामा 2 चोटि 3 चोटि ड्युटी गएपछि चाहिँ तपाईहरुलाई त्यसमा अलिकति नेग्लेक्ट गरेको भनेर त्यति खासै प्रायोरिटी पनि दिदैन। त्यसैले गर्दाखेरि नि यो युट्युबको काम पनि त्यस्तै हो। युट्युबले पनि काम गरेको देखेपछि तपाईको च्यानल बिस्तारै बुस्ट गर्दै जान्छ र म पनि यही भनेर गर्दैछु। अब बनाउनु त मैले युट्युब खोलेको पनि 3-4 वर्षै भइसक्यो, तरै पनि मैले मेरो अब अहिलेसम्म वाच टाइमहरु पनि कम्प्लिट गर्न सकेको छैन। कतिवटा मलाई आइडिया पनि अहिलेसम्म पनि थाहा छैन के हो भनेर, तर बिस्तारै गर्दै जाँदैछु। हेरौं के हुन्छ। हरेस चाहिँ खादिन, जति सक्दो गर्दै जान्छु। अब भ्युअर्सले मन पराओस् या मन नपराओस् गर्दै जान्छु, के हुन्छ। अब मेरो चाहिँ यस्तै हो लाइफ भनेको चाहिँ। अब प्राय जस्तो चाहिँ डेली लाइफ भनेको चाहिँ यस्तै हुन्छ। होटलमा काम गर्ने अहिले, त्यसपछि काम गरिसकेपछि चाहिँ फेरि बेलुका बस्यो, एडिट गर्यो, त्यति काम हुँदैछ। तपाईहरु पनि गर्दै जानुहोस्, केही प्रब्लम नगरिकन आफ्नो क्रिएटिभ आइडियाजहरु देखाउँदै जानुहोस्। तपाईलाई जे मन लाग्छ, अब ब्लगै बनाउनु पर्छ भन्ने छैन। तपाईलाई कुनै अब मुभिजको रिभ्युज भयो, टप 10 टपिक्स भयो, स्टोरीजहरु भयो, जे पनि तपाईले हालेर एकचोटी मजाले मन लिएर काम गर्नुहोस्, तपाई अवश्य सक्सेस हुनुहुन्छ। सो गाइज, मैले चाहिँ त्यही भनिरहेको छु कि अब चाहिँ म त्यति अहिले ब्लग बनाउन त्यति भ्याएको छैन। अब ब्लग चाहिँ म अलिकति फ्री भएको बेलामा चाहिँ बनाउने नै छु। फेरि तपाईहरुलाई यही अब होटलकै मात्रै काम गरेको, होटलकै मात्रै भिडियोहरु बनाएको देख्दाखेरि चाहिँ अलिकति बोरिङ पनि लाग्छ होला। त्यसैले गर्दाखेरि चाहिँ जब म बाहिर जान्छु छुट्टीमा, त्यति बेला चाहिँ म बाहिर गएको भिडियोहरु चाहिँ देखाउने नै छु। र अहिले चाहिँ तपाईहरुलाई चाहिँ म स्टोरी, हरर स्टोरी मिक्स गरेर देखाउने छु। त्यसले गर्दाखेरि चाहिँ मेरो च्यानललाई चाहिँ यसो सपोर्ट गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला। र सब्स्क्राइब गर्नमा पनि त्यति उयो छैन। र युट्युबरहरुलाई पनि भनेको, नयाँ युट्युबरहरुलाई सब्स्क्राइबरहरु अब बढेन भनेर तपाईहरु डिमोटिभेट हुन्छ होला। त्यस्तो केही प्रब्लम छैन, तपाईहरुले गर्दै जानुहोस्। सबभन्दा पहिला चाहिँ तपाईहरुले चाहिँ के गर्नुहोस् भने चाहिँ तपाईले नयाँ च्यानल खोलेर च्यानलमा चाहिँ एकैचोटी भिडियो नहाल्नुहोस्, सर्ट्समा पहिला काम गर्नुहोस्। सर्ट्समा काम गरिसकेपछि चाहिँ तपाईहरुले बिस्तारै सब्स्क्राइबर पनि गेन गर्दै जानुहुन्छ। वाच टाइम त हुँदैन, तर तपाईको कुनै एउटा भिडियो तपाईको बुस्ट भएर राम्रोसँगले चल्यो भने, भाइरल भइदियो भने त्यही एउटा सोर्सले पनि हुन्छ। त्यसपछि तपाईहरुले लङ भिडियोजहरु बनाउँदै जाँदाखेरि पनि हुन्छ। अहिले म त्यसैले गर्दाखेरि सर्ट्स पनि गरिरहेको छु। सर्ट्समा चाहिँ तर मैले प्राय जस्तो चाहिँ फुटबल सर्ट्सहरु कोल्याब गरेर चाहिँ हाल्दै छु। त्यही कोल्याब गरेर हालेकोले गर्दाखेरि नै मेरो सब्स्क्राइबर पनि अहिले 2000 प्लस भइसकेको छ। त्यसरी नै गर्दै जानुहोस्। अब त्यो सब्स्क्राइबर कसरी बढाउने र कोल्याब गरेर कसरी गर्ने भनेको चाहिँ म अर्को नयाँ भिडियो लिएर आउने छु त्यति बेला। र गाइज, अहिलेलाई चाहिँ आजलाई चाहिँ यति नै। र भिडियो हेर्दै जानुहोस् होला। र मैले टाइम दिएको जुन चाहिँ शेड्युल छ, सोमबार 6 बजे र शुक्रबार 6 बजे एक-एकवटा हाल्ने छु। र बीचमा फुर्सद पाए भने पनि म तपाईहरुलाई बीचमा पनि कुनै ब्लग हुन्छ कि या सर्ट्स हुन्छ, सर्ट्समा त म प्राय जस्तो काम गरिरहेको नै हुन्छु। त्यसैले गर्दाखेरि चाहिँ एकदम मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनुस् होला भन्दै म यो सानो भिडियो समाप्त गर्न गइरहेको छु है।